थोडे ना भिंड का जाता तो कृष्ण भाद्र कृष्ण पक्ष पंचमी खुनुगा तो सारी डिसे वर्ष तिजुनुगा अब ले लिसे चले जाता हूँ जाता जो जिसने थाना से थापना है ना नेपाल लोहे जो देखाता हो मूर्ति देखाता हो खते ते लगी तो लिया देखा होगा जात्रा चाहिँ खटेर आइएको खते ते आएगा तो अथेगा सारी 2 वर्ष देर होने लगा था ना जिम जी बाजा पे हुआ तो होगा था ना याला लिसिंग हुआ तो भी अथाना पसंद लिबा थाना सा संतान तो बड़े जावला थाना जगह काला थाना चुनाव कम से कम सारी 2 वर्ष देते अंदाजी का जिमी नहीं थाना चुम्बी मरे नो फुका काठमाडौँ न चौंडो थाना पेमेचामा दाइकिया बिन्दु अजिम जाता बख्ते अनालिसिस फुक्क वेगा मियो थाना जाता बोला जिम काठमाडौँ चुम्बी फुक्कै जिम थाना तुमे थांगने काठमाडौँ चुना तुमे फुक्कै थाना वया रमेले आउ लागि नेनु सन्दागा थाना जाता मनाना अले हगने फुक्क वन्नुला आठो जिम थाना चम्यो बाइक दाय म रामन थाना चुम्बी मरो सनी मरो जेमा पे मतो तमे भाइ पे बन जाबे ओलेगा देव नाम कोट कालिका रहेगा अनु कालिका टोल लगा छौदु थाना छतबा छौदु न्यू वाले थाना न्यू वाले ना कृष्ण मूर्ति ट्याटो जे थाना कृष्ण जात्रा जी का न्यू खत थाना जना थाना पंचमी खुनु भिन्डिया जात्रा खष्टी खुनु जिमी थाना देवी भैरव ढगा प्याखन छौ दुनान जुगा मिगो चाने चच्छिया नापा सक्लिन चुनाव बख्ते जात्रा यो कोही बाले मन त फुगाउन नचन ठाङ्ने आँख बम्पिसन तो बाजा बिजा थायो टोटा हालो बाजा थापि मोरु एजे जिम बरापि वया काठमाडौँ से वया मिगो खस्टी खुनु चच्छी तन तो देवी भरिया प्याखंगा देवी तो जात्राला तो च्यान्तका त जीव ख नभनवाला तो रोपै जाता तो दाखेली पिकाना सुसु रामलीला ढकाना के नाम च्यान्तका जात्रा जीव अब मन चाहिँ मचन एजिया पंचमी खुनु छनु वो खस्टी खुनु देव भरिया प्याखन जी अले सप्तमी खुनु व्रत चमी यो कोही दुगा खाए न सक्ने वा व्रत चनी निची भजन कीर्तन जी बनी तक 10-11 बजे तक अठान चाहिँ रथ जात्रा जगह
जिउना रामकृष्ण श्रेष्ठ ख थो दाप्चा नेपालीको पूर्व भागीय दाप्चा छत्रेबाज धै उठाए थो ख थो दाप्चा छत्रेबाज धै थासे नापा दिमी बाजापी येले चुम्पी येले न थन बनेपा सरजिया बनेपा न मंगलटार सरजिया मंगलटार थन दाप्चा सरजु खनी दिमी मूल बाजे नाङ कालु सिम्म महाजु ख वेक बनेपा झाया बने वेका सन्तान बनेपा छौन्यौ पुस्ता चनाकी अले मंगलटार वनखन मंगलटार न छौन्यौ पुस्ता चना अले थो दाप्चा दाउठासे थन बसोबास जुनी थन चाहिँ साधारण व्यापार चले आयान तस्कम व्यापार चले जुजुए नि वेक पिनी सन्तान हेउ थना बसोबास स्थायी रूपमा बसोबास जुया चंगु वो स्थायी रूपमा बसोबास जु मध्ये वेक छिन कुई वो कालु सिमय पेउ न्याउ पुस्ता लिप तो रामदास थैम छम वेक सन्तान या नेमो फुकी डु गरे वे नेमो फुकिए मूल कुल बहादुर रका नाम चले जिया वेकम व्यापार चले आबेले तो नेपालले काठमाडौँ या पूर्व दक्षिण तरङ्गु व्यापार था ठो जुया ओलो खनी ए जुया ठो दाप्चा नाङ तस्कन चले जुया चंगु र येलन थन वौ जुया नि येला चंगु कृष्ण या मूर्ति हो ठना कृष्ण मूर्ति छौगिए किसिमन डेका आटका वे मूर्ति अजौ किसिमन डेका कि वे कृष्णाष्टमी जात्रा ठन चल्याउ दका ठो जात्रा जिमी बाजा पिसौँ 1960 साल निसिन चले आउ दका जिमी बाजा पिसौँ ढया टौडु 1960 साल निसिन चल्या नाकि अले वे जात्रा सिलसिला जात्रा नेनु न्यो जिमस प्याख पिकाया उठन वो प्याख चाहिँ दैट देवी भैरव ढकाले उकी मध्ये गुम डेमा ओली जिमी नेमज गडु लक्ष्मी वो महादेव ताल मौली ओ बाहेक नेमसेउ चौ प्याख मु चाहिँ सामूहिक र व्यक्ति अलग अलग याना प्याख न सञ्चालन याना आटका चलन चाउडु ठो जात्रा पूर्व पाखेन दक्षिणी ना चले जु जात्रा खो नापन लिसिन ठो जात्रा सुरक्षा लागि सरकार प्रहरी सुरक्षा लागि प्रहरी छका कि ठो जात्रा एटा संरक्षण याना टौडु क्यों ठो नान चले जु जात्रा जे आटका जिमस बाजेउ नान ठामे याना कि ठो जात्रा आटका जिमस सञ्चालन याना तयाउडु ठुकी व्यवस्थापक जिमी बाजा पिसौ छौ गुठी तयार टौडु तर वो गुठी आ छुजिया ओलो ढासा वो गुठी के मोई टसी मोई जने जुडु उक्यो मोई टसी उक्यो आइस्ता मोबिया कि एन्टुङ पेलेना चन दिमसन वे जात्रा लागि आइस्ता मरिया असजिलो जुया कि नगरपालिका गुहारियाना कि जिमसन ठठो मिले जिया नगरपालिका न गुहारियाना ठो जात्रा सञ्चालन याना चनाउडु जोजोलापा छि ठन दचे ठका वया ठो कार्यक्रम जो प्रचार संस्कृति लागि छिक्छु याउ गुहालिया त ठो दचबि दको पाखा दुन नुगले छि छिकपिन्टा 10 याना याना तयाउडु ओके छिकपि जाउडु ठोके दक्ले टङ ख ठो प्रचार ज्याजो जुन बोला उकि लागि तस्का छिकपिन्टा दुन नुगले छि धन्यवाद छ्याला छ ठो आटकन जो नेवा संस्कृति हो कार्यक्रम जुयाना जिनेवारसँग ठिटा प्रचार या मफे चाउँदो ठो जिमिनो कमजोरी क छिक आठो च्यानल जुन नापन कानपुर सर्ता सामसँग अभ्यास गर्न मग्यो उकिन जुया ठो दचमी जिपिन दचो दचे चंगुले जिपिन दको दचमी त्यसमा ठुकेको लागि टक्को सहयोग चाउँदो आ नाप आवेका जी नाप रामकृष्ण जुन ढ्या दिलो उकि आधारे ठो जात्रा 1960 सालमा चले जो सानो ठुकी दकै नापला फुक्कङ गुठी टेउ अले फुक्कङ सह या नेवारसँग याउको
ठो गण नेवा अनि बजार खो उकि बजार सञ्चालन या लागि न सांस्कृतिक पहल यो या मौजु आछ मुदु उ बजार चले या लागि बाजा पिसन ठो बजार गरे चले या होला ठुकम मन ठन सुसु दुरका स्वेट वइ भलेला ठोके बजार जाता जक मुकु बजार झिके मे न दु ठोकम व्यापार व्यवसाय दि रका चले हुन्छ उकि ठो जाता चले जुसन लिसि ठो बजार टस्कन चले जु ख उकि जे ठो संस्कार सञ्चालन एउटा दको नेवा गुठी दको नेवा दको झिठो दजमी दको नेवा दस याउ ख ठुके सिलसिले अथन उखे टोले ठन जात्रा सुजि छ अमसन जिमथानी या म रकम चले न न्यू सोंग जात्रा जुया चंगदु न प्याखान जुया चंगदु सापरु नठन बान झिनेवाटे संस्कृत दको सापरु गठा मंग मला अले सिसि नका ठोपकन चले जुया चंगदु तर छौछु दुख जुला छ झिठन निवाटे न नापा व्यापार जुया चंग व्यापार जखल दको छ व्यापार बरे जुया नि छ व्यापार बन्ने जुल उगिन जे ठन चम्पी मनु दको सेटा छौ ज्याजिया म अवस्था होया होया न दको आकु बन तरङ पोस्टे बन अपि फुकम विस्थापित जुया भंगले अथवा समस्या जुया चंगले उगिन ते अठेन सिन निना जो प्रश्न सुधा छ थन चम्पी जात्रा नेवाठन चले छ न थन चम्पी दको जनजाति दस म असल जात्रा जी मको उकिन जे नि जात्रा त सञ्चालन या लागि जेसा सञ्चालन यान बित जात्रा थोन दण्ड सुकदको जन दकने उप सेट तामाङ लामा राई अले खै बर्मटन्डु उइन दको से सहयोग दु उमी उपस्थिति थो जात्रा सञ्चालन ख जात्रा झुठो दचमी इन्टेसन निवाटे टुवा निवाटे टुवा देबले ठुकेन भते चे क्वाड हेलो सिक्न सिएसु नापतो राजा महाराज ते क्वाड अथवा हतियार ते खतरा ते लाडु ओके ठो ठुकिदा भते चे टोले त क्वाड अथवा ठङ असिन जो अपने जे क्वाड डाल क्वाड तक दु अले उखे टोले निवाटा ठङ जने 1 किलोमिटर उखे तक दु ठो जात्रा सञ्चालन जी ओ सोंगु टोले न सोंगु जात्रा जुया चंगु उखे बिसिन रासजी ठुके ति कृष्णिया कथन कृष्ण अन क्वाड न कृष्णिया जात्रा जुया चंगु 10 क्वाड तो दसो जी नापा मन्जुसेन देखे बोले जामाचो जिनाचो ढासे थोन दचो चो लाउ जु नि थो उरी पनि दको चो लाउ जु ठोके नानु दचो ग जिनिवर छ ढाउन दचो को अपरेसन दापजा डाला सुसु डाला मेसो आज सेबस दापजा जो जि दचो खो निवातेस उ इलेलिसी आमको मन्जुसेन याबले जामाचो ढाको सिलल जिस जामाचो जिनाचो ढाको डाल नि उ इलेलिसन थोन दचो चो थोन बसि जुया चोने थोन दचो खो आवे दचे नाम चाहिँ थन दापचा जुला दापचा जुन दापचा रका ल्याजु ख श्री कृष्ण जात्रा ख अठो जात्रा तराङवे जात्रा ख पूर्वपट्टि खासै चाहिँ बनेपा ढोलखेल पनौटी उके पूर्वपट्टि ठो साइडिया तराङवे नानचलेजु जात्रा र ठो जात्रा चाहिँ ठो एरिया जस्तै ठो थियौ जात्रा चाहिँ ठाउँ वरपर गान्दै मरो ठो एरिया दक्षिण साइड पागु बेसी झगडेमाल ठकेपट्टि भकुन्ने बेसी फुलबारी ठकेपट्टि अले हो नारायणतार ओबु वो फोकन थाय जात्रा मरो और चाहिँ ठोट थाय चाहिँ तराङवे मनु भिड जिया जात्रा जुया छ दिउ र ठो चाहिँ तस्कै बाला जात्रा जु और नपा पहिला चाहिँ ठोट थाय चाहिँ खासै चाहिँ अठो अष्टमी कुन पेनुटको जात्रा जु ठा पेनुटको जात्रा जुया छनु चाहिँ पहिला देवी नाच जुया छ नि म अहिले उकिन ठो अष्टमी खुन हो चाहिँ कम यो चाहिँ अष्टमी खुन हो चाहिँ कृष्ण भगवान यो चाहिँ व्रत चनियो व्रत चनियो र पूजा पाठ यहाँ भजन कीर्तन यहाँ भ्यो सिर्लक भ्यो त तस्कै भेड न मनो थाहा छैन भयो पूजा पाठ यहाँ व्रत नियो ठाउँ खुनो कृष्ण भगवान यो ठो तयार जो रथ द ठो रथ चाहिँ कृष्ण भगवान यो मूर्ति ठाँ तयार के अहिले झे ठो एरिया चाहियो ठो एरिया भने झे पल्लो टोल जुलो उता कोटपरिए जुलो उठेको चाहिएको हको झे पूजा पाठ यो ल वो नेनु टक नपा पहिला नेनु टक चले जाउँ नेनु टक तस्कै बाला जात्रा कोटपरिए रथ 1 बजे जुइन म 1-2 बजे न वो बाजा थयो वो वान थो कृष्ण यो जात्रा डगो वान थो ठरन्टु हो वान हगी ट्याम दिन निने छको वन थेको चाहिएको हगे अहिले झिउ ठो रथ चाहिँ बोनी थेको ठो पाहुना इष्टमित्र फोकसित मान सम्मान अखे थके यही बेला चाहिँ 10-11 बजे जियो अरू चाहिँ 10-11 बजे अहिले ऊ बोक्थे अहिले बोनी चाहियो गयो
बोनी चाहिएको चच्छिए ठ्याक्कै चच्छी त बोनी सुथे 8 बजे तिनी सिरियो र ऊ बोक्टे चाहिँ अझै ठाँसी खासे चाहिँ तामाङ बस्ती चाहिँ बोडी कहाँ बस्ती बोनी ओपन जम्मा जो ऊ बोक्टे अलि मियाले प्याखाउले हामी नाचगान तस्कै जेछ नि ऊ कि भत्ता झगडा न जुएछ न र अहिले फुकोसे सरसल्लाह अके तके यहाँ चाहिँ ठो बनिसे जात्रा मजुलो हिँडे टु यहाँ उडाको चाहिँ नपा एमसर रथ कि अठो 1-2 बजे तक हिँड्न ठो रथेङ नपा यहाँ कि बनिसे 8-9 बजे तक चाहिँ सिधै सिधै एकदम बल्ल जात्राको और चाहिँ ठो जात्रा चाहिँ अझै टाङ्के मजाको झिस झि खासमा ठो बजारै चाहिँ झिपु फोक्क ठाँ चाहिँ पिने काठमाडौँ चचाउनु सुरेश महर्जनज्यू प्रमिला गर्दिन हुन हाम्रा नगरका उपमेयर सोनी श्रेष्ठ पहिला उसलाई दिनु उन्नति श्रेष्ठ मनोज महर्जन नितेश महर्जन यो हाम्रो अत्यन्त यो दिन पावन दिन नवबुद्ध नगरपालिकाको ऐतिहासिक भूमि दाप्चा जहाँ
आफ्नै किसिमको मौलिकता छ, आफ्नै संस्कृति छ। यो संस्कृतिलाई बचाउँदै वर्षौँदेखि जुन यो कार्यक्रम सुरु हुँदै आइराखेको छ, त्यसप्रति म आज यो उपस्थित आम भक्तजन एवं आयोजक एवं दाप्चावासी एवं आज म अत्यन्त खुसी छु। धर्ममुनिकारज्यूको वाद्य गुरुको टिमबाट काठमाडौँदेखि आउनुभएका सम्पूर्ण टिमहरूलाई सर्वप्रथम म नवबुद्ध नगरपालिकाबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहन्छु। नवबुद्ध नगरपालिका नामैबाट पनि प्रख्यात नवबुद्ध नगरपालिका यस्तो नवबुद्ध नगरपालिका हो, यहाँका आम पब्लिकहरू अत्यन्त बुद्ध जस्तै शालीन हुनुहुन्छ। तसर्थ हरेक कुराहरूमा नवबुद्ध नगरपालिका आफ्नो मौलिकता छ। त्यसअनुसार अझ यो दाप्चाको पृष्ठभूमि हेर्ने भने यो ऐतिहासिक सहर, यो दाप्चा नगरीको हाम्रो शिरमा रहेको यो जुन भगवान् सधैँभरि यो कृष्ण अष्टमीको रूपमा यो भेगमा जात्रा मनाउने गरिन्छ। आज अत्यन्त खुसी लागिराखेको छ। वाद्यवादनको साथ जुन यो कार्यक्रम अघि बढिराखेको छ, यो नगरपालिकालाई गौरवको कुरो भएको छ। म यहाँको बिचमा भन्न चाहन्छु, यो जात्रा पर्व मनाउन नगरपालिकाले आफ्नो किसिमको बजेट विनियोजन गरेको छ। आज मैले यहाँ मेरो साथमा मेरा आदरणीय भन्दै पर्दाखेरि मेरा पुरानो मित्र बालमित्र रविन्द्र पुरीजी हुनुहुन्छ, जो ऐतिहासिक धरोहर हुनुहुन्छ, विशिष्ट रूपमा नेपालको एउटा ख्यातिप्राप्त इन्जिनियर हुनुहुन्छ, जसलाई हामीले यहाँ सम्मान गर्न चाहन्छु। ताली बजाएर उहाँलाई सम्मान गर्न चाहन्छु। फुलबारी दाप्चामा उहाँको योगदानलाई हामी कहिले बिर्सन सक्दैनौँ। उहाँले भनिराख्नु भएको छ, मेयर साहब यो दाप्चा भूमिलाई अखण्ड रूपमा यसलाई जीवित राख्नुपर्छ र मेरो तर्फबाट के गर्न सक्छु, छिट्टै तयार हुनुहोस् भनेर भन्नुभएको छ। त्यसैले नगरपालिकाले आफ्नो किसिमको योजनाहरू तय गरेको छ। तसर्थ मैले यहाँको बिचमा भने सधैँभरि यो दाप्चाको ऐतिहासिक भूमिलाई हामी यसै रूपमा दाप्चा पुनर्जन विकास गरेर अघि लान सक्छौँ। हामीहरूले यहाँको टिमलाई अवलोकन भ्रमणको लागि बन्दीपुरमा लिएर गएका थियौँ। तसर्थ म यहाँको बिचमा भन्न चाहन्छु, दाप्चालाई नवबुद्ध नगरपालिकाले बिर्सेको छैन। तसर्थ आज हाम्रो साथमा रहनुहुने आदरणीय वडा अध्यक्षज्यूहरू लगायतको टिमहरू, यहाँका आदरणीय अध्यक्षज्यू जो मैले अघि नै लक्ष्मीदाई हाम्रो धरोहर हुनुहुन्छ, संस्कृतिविद हुनुहुन्छ, त्यसै गरी आदरणीय गुरुहरू वडा अध्यक्षज्यूहरू आउनु भएको छ। मैले यहाँको बिचमा के भन्न चाहन्छु भने अब यस्तो किसिमको कला संस्कृतिलाई यहीँबाट उत्पादन गरी यही दाप्चा क्षेत्रमा मैले आदरणीय धर्म मुनिकार वाद्य गुरुलाई भने यहीँका युवाहरूलाई, यहाँका युवा कृतिहरूलाई यो कुरालाई सिकाइदिने कुरो आग्रह गर्नुहोस्। नवबुद्ध नगरपालिकाले यसमा सहयोग गर्ने कुरो प्रतिबद्ध जाहेर गर्न चाहन्छु। वाद्यवादनको यी सामग्री लगायतको टिमलाई यो खरिद गरिदिने र यो सिकाइदिने कुरो नवबुद्ध नगरपालिकाले यसै वर्षदेखि छाल्ने गर्नेछ। तसर्थ अर्को वर्ष यो जात्रामा यीका स्थानीय युवकहरूले, स्थानीय कलाकारहरूले पनि साथ दिनुहुन्छ भन्ने कुरा राख्दै बिदा लिन चाहन्छु। शुभकामनासहित आज जय कृष्ण अष्टमीको उपलक्ष्यमा जुन यो निरन्तर भइराखेको छ, तल्लो हटियामा माथि हाम्रो कोटकालीमा यहाँ हुने जुन जात्रा छ, यसको निरन्तरताको लागि गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु। र विशेषतः मैले आज जुन वाद्यवादनको टिमलाई काठमाडौँदेखि आएर जुन कार्यक्रम गर्नुभएको छ, तपाईँहरूलाई नगरले अभिनन्दन गर्न चाहन्छ, हार्दिक अभिवादन गर्न चाहन्छ भन्दै बिदा लिन चाहन्छु। हस्त नमस्कार। जय दाप्चा, जय नवबुद्ध। दाप्चा बजारमा यो कृष्ण जात्राको लागि हामीलाई बोलाउनु भयो। त्यसको लागि आयोजक समितिलाई हाम्रो काठमाडौँबाट हामी नासा सृष्टि कलाका सम्पूर्ण कलाकारको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म यो आजको कार्यक्रममा उपस्थित सम्पूर्ण मेरा चाहिने नासा सृष्टि कलाका कलाकर्मीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। किनभने यो आजको अब हाम्रा यो विद्यार्थीहरू, मेरा कलाकर्मीहरू अहिले एक किसिमले चाहिँ व्यावसायिक भइसकेका छन्। उहाँहरू कहीँ पनि जाँदाखेरि पनि आफ्नो सामान्य पारिश्रमिक लिएर जानुहुन्छ। तर यो भगवान् श्रीकृष्णको जात्रा भएको कारण हामीलाई चाहिँ विशेष गरी माया गरेर बोलाएको कारण हामीले चाहिँ यो व्यवसायलाई वास्ता नगरी हामी सहयोगको रूपमा यहाँ उपस्थित भएका छौँ। त्यसकारण चाहिँ यो सहयोगमा उपस्थित हुने सम्पूर्ण मेरा चाहिँ सहकर्मीहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। यति भन्दै आगामी दिनहरूमा हाम्रो सम्बन्ध अझ गाढा होस्। धन्यवाद। नमस्ते, जीव नाम राजु श्रेष्ठ ख जी थाने 9 नंबर वार्ड नवबुद्ध नगरपालिका दाप्चा थाने बाजाला दु नवा दु आथे लोभ जलका संरक्षण मगा त जुली नभा बो बाजे पिसान खोपेनी से है वहाँ आ चिसान वे कंटिन्यू यहाँ गिर थाना यहाँ ना आ धर्म दे जिता धाव दो तो थाने या माथे चो ढका नजो मेयर जिन ढाई दिला थाने संरक्षण वडा यहाँ थाने चबी या सा जन पाला रखा ढाई दूली वे विचार या मनी का हस धन्यवाद।
हेलो